उल्टो घर खोइ उल्टो घर कता छ भित्र मेरो राख्दिउँ माथि हामी यहाँ उल्टो घरमा आइसकेका छौँ निसेलुङ फन पार्कमा मोरङको मिक्लाजुङ 3 कहाँ छ टिकट काउन्टर सुभाष सर के हो भ्यू टावर पनि हामी हेर्न सक्छौँ के छ तपाईको मेरो केही छैन यो उल्टो घर आउनु भएको छ उल्टो अब आफै उल्टो घर पनि उल्टो उल्टो घर हेर्नु सकेन मान्छे उत्तानो पर्ने थालिसकेको साँच्ची के भन्नु पर्ने ल गाइस हामी छिर्यौँ यहाँ उल्टो घर फेमस मात्र हुनलाई उल्टो घरको हेर्न आइपुगेका छौँ अब हेरौँ कस्तो छ उल्टो घर बस्न पाइने हो भने चाहिँ शरीरतिर बसेर बस्नु हो त नि तपाईँ पनि जारेसँग तानु यति डर हुन्छ नि ए त्यो पनि रहेछ ए यहाँ रहेछ त के अनुभव लिनुभयो लिनुपर्छ होला बस्यो होइन अब नेपालमा महामारी फैलेको यहाँ के अरे के भन्छ भ्यू टावर होइन जताततै पहाडमा पनि भ्यू टावर ए हामी आइसक्यौँ उल्टो घरमा हामी हेर्न सक्छौँ कार पनि उतार्नु परेको अब हामी पनि कार पनि उल्ट्याउँछ क्यामेरा उल्टो परेको छ क्यामेरा उल्ट्याउँदाखेरि हामी पनि उल्टेको देखिन्छ कि के गाडी पनि पल्टा छ अब गुजुगा गर्दैन गर्ने ओ डाइनोसर नि हेर्न सक्छौँ हामी यसो गर्दा चाहिँ हुन्छ कि के हो यसो गर्दा चाहिँ मान्छे पनि उल्ट्यो है ल यसो झुला हेरौँ साक्षात्कार भइसकेको छ यहाँ उल्टो घरको मोरङको मिक्लाचुङ 3 मा छ यो नेपालकै पहिलो उल्टो घर हामी हेर्न सक्छौँ गाडी छ कार पनि यहाँ उल्टो यहाँ घर पनि उल्टो अब हामी यसो चप्पल बाहिर राख्नु होला भन्ने भनेको छ ल ठिक छ हामी यहाँ माथि आउँदैछौँ के रहेछ यो उल्टो घरको भित्र हेरौँ त ओहो हेर्न सक्छौँ हामी सोफाहरू ए किचन यो फ्रिज उल्टो छ ए बिजुलीको बत्ती बिजुलीको बोर्ड यहाँ ए ग्यास चुलो उल्टै छ यी धारा भाँडोहरू ए यहाँ हात धुनेहरू सबै उल्टो छ यो घरमा हेर्दा यी हेर्नुहोस् साथै टोइलेट पनि उल्टो छ हेर्न सक्छौँ उल्टो टोइलेट यी बेड पनि हामी उल्टो हेर्न सक्छौँ यो बेड अनि यहाँ हेर्न सक्छौँ टेबल सबै यहाँ बस्ने सबै उल्टो छ साथी हो ए कार उल्टो छ ए यहाँ कुर्सी टेबल सबै उल्टो छ हामी उल्टो घरमा छौँ कपाल पनि फुलिसक्यो दुलोले गर्दा फ्रिज खोल्नु भएको छ उल्टो फ्रिज ल हामी उल्टो घर पनि हेरिसक्यौँ उल्टो घरबाट निस्कियौँ सब थोक उल्टो रहेछ त उतानै पर्ने हजुर सब उल्टो छ खाट पनि उल्टो छ यहाँ ठुलो पिङ खेल्ने छ हाम्रा गाइजहरू यहाँ